माग्ने एकजनाको राम्रो खेल्न थेत मेरै हात यस्तो राम्रो तेरो दाइको मोबाइल हो यार छोट कडा सर्भिस आइरहेको छ यहाँ के अरे भक्ते बोल न ल के गर्छ केटाहरू रेखनको सर्भिस यताबाट आछ अब हाम्रो रेखन सटर खतरा सटर ओ भाइ मिस भएको छ इला 11 नम्बर भन्नु न नेटस फेरि पनि मिस गर्नु पुगेको छ 12 नम्बरले आउट हानेको छ बल आउट गएको छ दर्शकहरू यहाँ टन्ने छ तँलाई कस्तो लागेको छ गेम भन् एकदम खतरनाक आकाशको शट आकाशको ल हेर्न एकदम एक्साइटेड भइरहेछ भेरी एक्साइटेड फेरि पनि यहाँ आउट भएको छ नेपाल जर्सी नम्बर 11 म भरे युट्युबमा हालिदिन्छु उफ्रिनै पर्दैन भुइँबाट लु अब दियो इजी गेम भन्दै हाने है इजी गेम एकदमै राम्रो प्लेस गरेको छ गइरहेछ 2 नम्बर जर्सीले मिस गर्नु पुगेको छ नेटमा लाइभ हैन भिडियो यहाँ छ यहाँ क्याप्टेन शिरथोलीको आयोजक पनि भन्न इजी गेम ल रिसाउँदैछ त्यो रिसुट्दैछ दुईचोटि घुमाउन हो एकचोटि रिसाउँदैछ दामी हानेको छ जर्सी नम्बर 7 सर्भिस आउट हुनु पुग्यो जर्सी नम्बर 2 12 हौ ए 12 हो सेट फेरि पनि राम्रो प्रस्तुति हैन 7 नम्बर गोली भलिबल टिम नम्बर रहेन सर लगाइरहेछ रेफर हेरै गर्ला मेरो लास्ट भन्दै ल दुई भाइले प्लेस हेरेन थे राम्रो प्लेस गर्नु पुगेको छ 4 नम्बरले नबोल्नु कुन चाहिँ 4 नम्बर उताको 4 हो त 4 तिर हेर्नु यो त तेरो राम्रो गरेन भन्छु ए डेन्जर झन्डै ढालेको थियो
कडा प्रहार जर्सी नम्बर 7 बाट छुट्दैछ त्यसले कडा प्रहार डेन्जर जर्सी नम्बर 11 को राम्रो शट आउट हुनु पुगेको छ जर्सी नम्बर 7 बाट नेट टच नहान्ने भ्यू हेर्नु सक्नुहुन्छ यता हस्पिटलको के गर्छ मिस गर्नु पुगेको छ जर्सी नम्बर जाउ हेर रिसाइरहेको छ जर्सी नम्बर 4 गन्देलाल रिसाउने विचारमा छैन गन्देलालको प्रहार हुनु बाँकी छ ए हानेन प्रहार पेजी हानो रेखलले पर्काइसकेको छ 12 नम्बरले हुसन 12 नम्बरले त नभन्नु अब जर्सी नम्बर हैन छ त यहाँ 12 नम्बर हुसन देख्नु मिस गर्नु पुगेको छ उताबाट क्याप्टेन सरले यता रहेको छ कोच भन्ने यो गेमको के भनेको छ यो के भन्छ यो चुके के हो नेट टच गर्नु पुगिरहेको छ जर्सी नम्बर 11 सर्भिस मिस गर्नु पुगेको छ जर्सी नम्बर 19 16-12 है कत्रो लिड राख्यो त राम्रो प्लेस जर्सी नम्बर 2 बाट 2-2 कसैले बुझ्दैन होला भनेर अनि त्यसो भन्दैको नेपाली र इङ्ग्लिस यत्रो लम्बु भएर के खेलेको फेरि मिस गर्नु पुगेको छ जर्सी नम्बर 2 बाट सुरज बल नकटेको अवस्था छ राम्रो प्लेस गर्नु पुगेको छ जर्सी नम्बर 2 बाट बसेर उल्टे जुरुप उठ्यो भने त ब्ल्याङ्कै ढल्छ त्यही भएर त्यसरी ढलिसकेको राम्रो प्लेस जर्सी नम्बर 7 बाट झन्डै नेट छुनु पुगिसकेको राम्रो स्पाइक जर्सी नम्बर 7 यहाँ एम्पायरको डिसिजन चलेछ तर गलत एम्पायरले डिसिजन गलत दिए जस्तो लाग्यो राम्रो स्पाइक जर्सी नम्बर 11 बाट राम्रो नै गरे हैन आउट बल आउट गइसकेको छ यो हाम्रो बोका हो गाइस बोका
ओइ मा ए, राम्रो स्पाइक जर्सी नम्बर 7 बाट हात भाँच्यो भन्दै हो त्यसले सिट्ठी सुनेन कटेन बल कटेन जा बिगारेकै दिन त भन्छस् पनि जान्छ छात्तीमै खाएको छ यहाँ जर्सी नम्बर 2 ले दाइले